हेलो, वेलकम टु ब्याक टु माई च्यानल। तपाईँलाई धेरै धेरै स्वागत छ। आज म सानो नाइटमा चाहिँ राति हल्का भिडियो बनाउन चाहिँ ट्राई गरिरहेको छु। होइन, म युट्युबमा त खासै म हाल्दिनँ, अपलोड त गर्दिनँ, तैपनि सिक्दैछु भनेर अझै सिक्दै र कोसिस भनेको एउटै हो। किनकि आज अझै छुट्टी थियो, त्यही भएर नि अब कतै अब जान पनि पाएन, घुम्नु पनि पाएन, त्यही हो मन पनि छैन। त्यही त नि, कमाउन आएको मान्छे कति यस्तो हुन्छ नि, अब घुम्न फिर्न अब यस्तो हाम्रो मन पनि हुँदैन। ल तपाईँहरूलाई आज यो भिडियो हेर्नु चाहिँ एकदम चाहिँ लाइक गरिदिनु होला भन्न चाहन्छु। त्यो आज चाहिँ म चाहिँ किचनमै बसिरहेको छु कि खानासाना सबै रेडी भएर छैन, काम नगरे पनि अब खाना त खानु परेन होइन। त्यसैले यो हामीले निम्बु पानी पिइरहेको छु। निम्बु पानी चाहिँ एकदम राम्रो गर्छ बसिरहेको थियो। अनि यो हाम्रो भयो अचार होइन, चिकन हो, मटन भयो। अनि त्यो भएर नि अब एकछिन बसिन्छ, अनि त्यसपछि खाना खाने, अनि त्यसपछि सुतेर बिहान चाँडै उठ्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ अब किचनमै बसेर अब हल्का बोल्न नजाने पनि बोलिदिउँ भन्ने एउटा सोच हुन्छ। त्यही पनि ट्राई गरौँ न भनेर होइन। अब युट्युब च्यानल त खोल्यो, तपाईँ अब अहिलेसम्म त्यस्तो लाइक सब्सक्राइब भनेको के भन्छ बढेको छैन, बढ्छ कि भनेर आशमा थियो। तपाईँहरूको अब माया र सपोर्टले चाहिँ अघि बढ्दै जाँदैछु। अझै योभन्दा अझै बढी माया अनि सपोर्ट दिनु होला भन्ने म आग्रह चाहिँ गर्न चाहन्छु है। म चाहिँ इन्डिया बसेको 10 वर्ष भयो। 10 वर्ष अब वाक्कै लाग्यो। अब चाहिँ यहाँबाट छोडेर अन्त कतै जब भन्ने प्लान पनि छ। यस्तो अब हाम्रो त रुममा यस्तै हो है, खासै राम्रो छैन। पहिले चाहिँ हाम्रो अन्त त्यो रुम, अहिले यता सरेको हो। त्यही पनि अझ नेपालको लोसार पनि थियो है। लोसारको चाहिँ सबैलाई मेरो तर्फबाट ह्याप्पी धेरै ह्याप्पी, बहुत ह्याप्पी लोसार भन्न चाहन्छु। नेपालमा चाहिँ बस्नु भइरहेको चाहिँ नेपाली दाजुभाइहरू सबैलाई मेरो तर्फबाट ह्याप्पी लोसार। तामाङहरूको यो महान चाड पनि हो। र ठाउँ ठाउँमा फुटबल म्याच पनि भइरहन्छ, फाइनल भएको होला होइन, फाइनली गेम पनि हुनसक्छ। ल धेरै झगडा नगर्नु होला, खुसीको साथ लोसार मनाउनु होला, रमाइलो गर्नु होला, इन्जोय। अनि भेन्दो माया राम्रोसँग भेन्दो मायाको गीतमा चाहिँ नाचेर चाहिँ एकदम हँसिहाल्ने होइन, खुसी छाउनु होला भन्न चाहन्छु। त्यस्तै हो, हामी त्यस्तै हाम्रै परदेशीलाई न दसैँ न तिहार न के लोसार होइन, के पटक्कै मन पर्दैन चाडपर्व भनेको के हो। अब घरबाट फोन गर्छ नि, बुवा आमाले पैसा पठाएन यस्तो त भन्दा होइन। त्यो त कहिले काहीँ ढिलो हुन्छ, पैसा पठाउनलाई सजिलो छैन। कमाउन गाह्रो छ, तर पैसा पठाउन सजिलो छ है। कमाउनु मात्रै गाह्रो हो, उठाउन कति गाह्रो छ। त्यो गाई छ। म चाहिँ यो भिडियो चाहिँ अलि हल्का ट्राई मात्रै गरेको होइन, अब कस्तो हुन्छ होइन। खासै त बनाउँदा आउँदैन, बनाउनु भनेको अब ठुलो युट्युबरले मात्रै। युट्युबर भनेको भने म त सबै खासमा चाहिँ अब कस्तो पोजिटिभली चाहिँ अब भ्लग बनाइन्छ भनेर चाहिँ मलाई अझै राम्रोसँग चाहिँ त्यस्तो याद छैन, केही छैन। कोसिस गर्दैछु होइन, भविष्यमा केही अघि बढ्न सक्छ कि भनेर। त गाइस, आजको लोसार तपाईँलाई कस्तो लाग्यो होइन, यो राम्रो छ कि छैन भने तर कमेन्ट बक्समा गएर चाहिँ कमेन्ट गर्नु होला भन्न चाहन्छु है। ल आज चाहिँ हाम्रो भादिङ बेसीमा
मानबहादुर मेमोरियल युवक 11औँको यो फुटबल चाहिँ भइरहेछ। कुबाको चाहिँ कुबाको टिमले चाहिँ पराजित गर्नुभएछ भन्छ। त्यही भएर मलाई मन त खासै त मन त पर्दैन, तपाईँ नि यसो हेर्छु। हामीले त हेरेर मात्र साथ दिने हो होइन, खासै त आउँदैन काम त फुटबल भनेको। त्यही हो, केही छैन, जसले जिते पनि धन्यवाद छ। त्यो गेम भनेको हार जित भइरहेछ। हारे भन्दैमा जसलाई अरूलाई रिस देखाउनु होला साथीभाइहरू। म चाहिँ कहाँबाट बोलेको भन्दा म मेरो घर पनि धादिङ हो। धादिङ यता भोक्टिनीबाट चाहिँ तल्लो घरमु भन्छ होइन। मेरो चाहिँ गाउँको गाविसको नाम चाहिँ नेत्रवती डपचुङ हो। वडा नम्बर 4 पर्छ होइन। म पनि पहिले माथि भोक्टिनी स्कुल पढ्थेँ। अनि पढेर सानोमा बुवा आमाको स्थिति हुन्छ नि, गरिबी अब पैसाको कारणले गर्दाखेरि मैले सानोमै छोडेर घर छोडेर चाहिँ म इन्डिया आएँ। अनि इन्डिया आउँदा त म अहिले 15 वर्षमा हुँदाखेरि हो। अनि 15 वर्ष हुँदाखेरि चाहिँ म इन्डिया आएको। त्यसपछि काम गर्दै ठुलो भयो। 26 वर्ष हुन लाग्यो मैले पनि। अब त्यो उमेर बढ्दै जान्छ नि त, बढ्दै गयो, मान्छे बुढो हुँदै जान्छ होइन। त्यही त नि सबैले भन्छ दाइ तपाईँको त दाह्री पनि छैन भन्छ होइन। कति वर्ष हुनुभयो? म 26 वर्ष भयो। तब मान्छेले किन पत्याउन भन्छ, म 26 वर्ष जस्तो भन्छ। 26 वर्ष जस्तो नि लाग्ने तपाईँ भन्नुहुन्छ होइन, केही छैन। लाग्ने लागिरहेको छ, नलाग्ने अब के भन्नु। अब दाह्री जुन आयो भन्दैन त्यस्तो उमेर त बढ्ने होइन नि त, कम हुने नि त। त गाइस म चाहिँ किचनमा बसेर चाहिँ हल्का भ्लग बनाएको थियो, भिडियो बनाएको। कस्तो हुन्छ कि भनेर ट्राई गर्नु है। तपाईँलाई यदि मन पऱ्यो भने सब्सक्राइब गर्नु होला, अनि भिडियोलाई अरूलाई पनि सेयर गरिदिनु होला भन्न चाहन्छु। अनि त्यही त काममा सानो ठुलो हुँदैन। त्यही हो, आज जिन्दगी भने के हो त, आज मर्छ या भोलि मर्छ त्यो कसैलाई पनि थाहा हुँदैन। तपाईँहरूले पनि सोध्नुपर्छ होइन। अब अहिलेको मात्रै हेर्नुहुन्छ, पछिको भविष्य हेर्नुहुन्छ। अब पछि भनेर के हुन्छ थाहा हुँदैन। तर आफूले बुझ्नुपर्ने छैन। म पनि अब तपाईँलाई नयाँ नयाँ भिडियोहरू देखाउँदै जान्छु। यो भ्लग भनेको होइन, भ्लग भन्ने अब के भन्ने, अब त्यो त म आफूले बुझिरहेको छैन। मैले पनि अनि युट्युबतिर जान्छु, सर्च गरेर चाहिँ भ्लग कसरी बनाउँछ भनेर अलिअलि बानी भएको छैन। यदि म बानी भयो भने तपाईँलाई अझै पनि अर्को कुराकानी हुन्छ। अब आफ्नो मनको पीडाहरू देखाउँदैन हुन्छ नि, मनको पीडा त सबैले हुन्छ होइन। तपाईँलाई म देखाउँदै जान्छु, भन्दै जान्छु है, अब नेक्स्ट पार्टमा होइन। अब हुन्छ नि, अब आजको पीडा भयो। अब आजको अब बिहानदेखि दिउँसोदेखि अब के गरेर बिहानदेखि के गर्नुभएको छ, कहाँ जानुभएको छ, त्यो समय हुन्छ सोच्छ नि। जुन चाहिँ सुत्दाखेरि चाहिँ धेरै मन कुरा खेलाउँछ क्या। हो आज कोहीसँग झगडा पो भयो कि होइन, कसैले के अब हुन्छ नि, केही कुरा भने के भने त्यस्तो हुन्छ। त्यो याद त हुन्छ त पनि। धेरै मनमा चाहिँ कुरा ल्याएर चाहिँ कहिले पनि नबस्नु होला। आफ्नो मेहनतले कमाउनुहोस्, मेहनतले खानुहोस्। अरूसँग नराम्रो व्यवहार कहिले पनि नगर्नु होला भन्नुहोस्। ल आफूले पनि अरूलाई सिकाउनु पर्छ। म त सानोदेखि नै मन सप्पा भएको मान्छे होइन। गाइज अब नेक्स्ट पार्टमा भेटौँ ल। यो भिडियो चाहिँ हेरेर तपाईँले एकदम मलाई चाहिँ साथ सपोर्ट दियो भने म आज अघि बढ्न सक्छु कि भन्ने मेरो एउटा चाहना मात्रै हो है। त्यति हो है। ल गाइज अहिले चाहिँ म छुट्छु। पछि नेक्स्ट टाइममा भेटौँ होला। बाई बाई। लभ यु सबैलाई मेरो।